हामीले संसारलाई कसरी हेर्छौँ र अरूसँग कसरी अन्तर्क्रिया गर्छौँ भन्ने कुरामा पैसाको शक्तिशाली प्रभाव हुन्छ। यसले हाम्रा मूल्य मान्यताहरू, प्राथमिकताहरू र हाम्रो आत्ममूल्यको भावनालाई पनि आकार दिन सक्छ यदि सही तरिकाले उपयोग गर्न सकेको खण्डमा। जब वित्तीय लाभ केन्द्रबिन्दु बन्छ, यसले प्राय हाम्रो धारणालाई विकृत गर्दछ, जसले गर्दा हामी परिस्थिति र मानिसहरूलाई नाफा र नोक्सानको लेन्सबाट हेर्छौँ। यो प्रभावले निर्णय र व्यवहारहरू निम्त्याउन सक्छ जुन हाम्रो वास्तविक विश्वास वा सर्वोत्तम हितसँग मेल खाँदैन। समयसँगै धनको खोजीले वास्तविकता र भ्रम बीचको रेखालाई धमिलो पार्न सक्छ, जसले व्यक्ति र समाज दुवैलाई समग्रमा असर गर्दछ। आशा छ यो जानकारीले तपाईँहरूलाई प्रेरणा मिलोस् भन्दै आजको प्रस्तुतिबाट बिदा हुने अनुमति चाहन्छु। धन्यवाद।